हेलो हाई अनि नमस्ते बुटनेस नेपाल इन युएसए मा फेरि पनि आज एनदर न्यू भ्लगमा तपाईलाई म स्वागत गर्न चाहन्छु। म भने चाहिँ नि अहिले यस्तो ठाउँमा आएको छु कि तपाईलाई म देखाउने छु। हेर्नुस् त यस्तो खालको झोलाहरू म धेरै देखाउने छु अझै ल। हेर्नुस् न यति मजाको आज कारहरू तपाईलाई म देखाउन गइरहेको छु। गाडीहरू यस्तो कारहरू छ है, चट्टसँगले कारहरू छ। अनि पम्पकिनहरू यहाँ चाहिँ तपाईको यो चाहिँ यो आर्टिफिसियल पम्पकिन हो, तपाईले यहाँ देख्दै हुनुहुन्छ। लो के भन्ने बेबी कहाँ आउनु भएको आज? शपिङमा आएको? ओके हजुर। हेर्नुस् त हामी चाहिँ अहिले भने हबी लबीमा आएको छौँ। अनि हबी लबीमा चाहिँ यसरी फ्लावर स्टोरतिर हामी डुलिरहेको छौँ चट्टसँगले। धेरै मजाको ठाउँ छ, राम्रो ठाउँ छ। यहाँ चाहिँ सेलहरू हुन्छ। यो चाहिँ हबी लबीमा तपाईँले सपिङ गर्न सक्नुहुन्छ। यहाँ मेरो छोरी भन्नु के हो त्यो? फ्यान हो। अनि म तपाईँलाई एउटा वान मोर ब्युटिफुल कुरो देखाउँछु ल। त्यो चाहिँ के भने मुजुरमा लिएर जान्छु। यहाँ हेर्नुहोस् है त, वाट द मुजुर इज हियर। हेर्नु, यो मुजुरलाई चाहिँ हामी किताबमा राख्थ्यौँ, किताबको चेपमा राख्थ्यौँ मुजुर। अहिले मुजुर यसरी सेलमा देख्दा धेरै खुसी लाग्यो। $1 मात्रै छ, खासै महँगो होइन त। तर मुजुर राख्दा चाहिँ धनी हो जस्तो हामी सोच्थ्यौँ। अनि तर त्यो होइन रहेछ। अहिले भने यसरी हामी आज फ्लावर साइडतिर अनि यो लाइनतिर यसरी म डुलिरहेको छु। आजको हबी लबीको कम्प्लिटली भ्लग तपाईँलाई म देखाउने छु होइन। यहाँ के पाउँछ, के हुन्छ भन्ने कुरो म तपाईँलाई देखाउने छु। तपाईँ मसँग जोडिनु होला। अहिले चाहिँ भने म पेबुथमा आएको छु। अनि अब पेबुथमा वेटिङ गरिरहेको छु पे गर्नलाई। अनि यहाँ चाहिँ नि सानो सानो मिनी बाइबलहरू अनि बाइबलको रहेछ है त, सानो विस्डम बाइबल। के हो पढ न, भन त के छ? Oh, that's Action Bible. Story. Yeah, when the Bible. Okay. भन्छु आज पनि म केही सपिङ गर्न हबी लबी जाँदैछु अनि डलर ट्री पनि जाँदैछु। तपाईँलाई म देखाउनेछु। नानीले म्याकडोनल्ड पनि बाई गरिदिनु भन्दैछ, त्यहाँ म्याकडोनल्ड देखिरहेको छ। अनि हामी अब भने चाहिँ डलर जेनरल जाँदैछौँ। अहिले भर्खरै हामी हबी लबीबाट बाहिर आयौँ टक्कसँग। कहिले ग्रेजुएट गर्छ? I don't know. मे 30 अनि आफ्नो छैन क्या? ह्याप्पी बर्थडे हो त होइन बर्थडे। गाइसहरू नेपालमा चाहिँ नि यस्तो खरबुजो चाहिँ ल्याएर बेच्नु पर्थ्यो। यो खरबुजोले लगभग $200 जति चाहिँ नेपालको कमिन्थ्यो। हेर्नुहोस् है त, यस्तो खरबुजो पनि बेचियो होइन। अनि मकै बेचियो, चटपटेहरू बेचियो, अनि बिजनेसहरू पनि धेरै गरियो है नेपालमा पनि। आज यो खरबुजो देख्दा जल्दी याद आयो। अनि अहिले चाहिँ म यहाँनिर ग्रोसरी सपिङमा आएको छु। तपाईँ मसँग जोडिनु होला। काँक्रालाई यहाँनिर दुईटाको $7 छ। सागहरू हरियो परियो पाउँदैन भन्छ, टन्नै छ है। यसै गरी तपाईँको फलफुलमा पनि एप्पलको पनि परिकार छ। हेर्नुहोस् न, यहाँ हरियो खालको एप्पल भयो, यो खालको एप्पल भयो। कुन खालको खाने स्वाद अनुसारको एप्पल तपाईँले किन्न सक्नुहुन्छ, खान सक्नुहुन्छ। अनि यो चाहिँ अहिले भने तपाईँलाई मैले अमेरिकाको बजार देखाइरहेको छु त। हेर्नुहोस् है, अहिले त अब नेपालतिर पनि अरू देशहरूतिर पनि तपाईँले भने जस्तो किन्नुपर्ने कुरोहरू पाउनुहुन्छ होला। विभिन्न खालको खुर्सानी, विभिन्न अब जस्तो
तपाईँको सुन्तलाको भागहरूमा पनि तपाईँले हेर्नुहोस् न यहाँनिर हरियो यो खालको सुन्तला होइन यहाँ कागतीको यस्तो यस्तो छ सुन्तलाहरूको ज्यामिट्री विभिन्न छ यहाँ नपाउने खासै केही पनि छैन कोला पनि तपाईँले पाउनुहुन्छ कोला पनि छ यहाँ ट्राभल गर्ने बट्टामा अमिलो हो यो चुक बोकेर जानुपर्छ तपाईँले सानो टमाटर सानो खालको टमाटर अचार खाने टमाटर अचारवाले टमाटर भयो अङ्गुर एउटामै तपाईँको 2 खालको पनि तपाईँ पाउनुहुन्छ यहाँ हेर्नुहोस् इन वान 2टा कलरको अङ्गुर छ यहाँनिर टमाटरहरू पनि तपाईँको धेरै राम्रो छ अनि यो तोस भुक्के हो थाहा छैन स्वाद कस्तो हुन्छ यसको अनि यहाँ तपाईँको स्ट्रबेरीहरू तपाईँले पाउनुहुन्छ यहाँ अनि यसरी सपिङ भइरहेको छ होइन गाइसहरू प्याज छैन हाम्रो प्याज चाहिएको छ अनि स्ट्रबेरी मार्केट डिस्ट्रिक्ट स्ट्रबेरी यो पनि मलाई साह्रो मिठो लाग्छ साह्रो मिठो लाग्ने हो यो यसको चाहिँ म यो लगेर यसको नाम के छ भने तपाईँको प्याजमा पनि तपाईँले विभिन्न खालको प्याजहरू पाउनुहुन्छ सेतो प्याज रातो प्याज अनि यो खालको प्याजहरू पाउँछ अमेरिकाको ग्रोसरी सपिङ तपाईँलाई म देखाइरहेको छु हेर्नुहोस् है आलुहरू पनि पाउँछ होइन आलुलाई 4.99 इच एउटा पोकालाई पर्छ हामी चाहिँ तपाईँको अघि बढ्ने क्रममा छौँ है त ग्रोसरी स्टोरमा छौँ है आजको सपिङ यस्तै छ तपाईँले मलाई हेरेर साथ दिइरहनु भएको छ अनि यो च्यानललाई तपाईँले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नुपर्ने हुन्छ म विभिन्न खालको भिडियोहरू लिएर आउनेछु म चिकनको लाइनतिर चिकन साइडतिर हुँदा अहिले भने दुधको लाइनमा म जाँदैछु अनि त्यस पछाडि चाहिँ मेरो लगभग आजको भ्लग चाहिँ यहीँ अन्त्य हुन्छ थ्याङ्क यू सो मच हेरिदिनु भएको लागि जोडिनु भएको लागि अनि मलाई तपाईँले माया दिनुभएको लागि धेरै धन्यवाद है ल लाइफमा नि तपाईँ सधैँ हाँस्नु होला रमाउनुलाई इन्जोय गर्नु होला थ्याङ्क यू बाई नेपालमा मलाई बाङ्गे बजारमा यसरी साबुन फिजाएर बाङ्गे अथवा दमक बजारमा राखे जस्तो लाग्थ्यो तर यहाँ चाहिँ अमेरिकामा पनि कस्तो कस्तो खालको साबुन हेर्नु न तपाईँको कति मिठो मिठो फ्रेग्रेन्सहरू आइरहेको छ मैले सुँगिरहेको छु यत्रो ठुलो साबुन होइन सो नाइस कति मजाले राखेको छ यहाँ चट्ट बनाएर विभिन्न कलरको छ विभिन्न कलरको साबुनहरू सो नाइस छ अनि खासै महँगो छैन यसलाई तपाईँको $1.49 छ यत्रोलाई सो नाइस छ साबुनहरू पनि जे पाउँछ जे कहाँ यहाँ मुनि हेर्नुहोस् तपाईँको साबुनको चाहिँ लहरै लहर छ त चट्टसँग ल है गाइसहरू ल यता हेर्दै सपिङ त एक रासै पो भएछ त हेर्नुहोस् न एक रास भयो त एक रास आज 20 तपाईँ हामी आइपुग्यौँ